राइट नाउ काठमाडौँको कुनै पनि ठाउँमा एउटा 24 वर्षको व्यक्ति रिल्सहरू हेरिरहेको होला अरू मान्छेको जो उसले चिन्दैन, अनि चिन्ने मान्छेहरूको साथीको जब लागेको होइन, अनि त्यसपछि नयाँ गाडी किनेको यो स्टोरीहरू हेरिरहेको होला। अनि त्यसपछि सोचिरहेको होला कि मलाई चाहिँ यो मेरो लाइफमा चाहिँ यो टाइम कहिले आउँछ, मेरो लाइफमा चाहिँ यो किन अहिलेसम्म भइरहेको छैन, अनि कम्पेयर गर्दै होला। अनि त्यसपछि आफूलाई चाहिँ हुन्छ नि डाउन फिल गराइरहेको होला कि। सो त्यो यदि होइन त्यही क्वेसन त्यो मान्छेलाई सोध्यो भने, जो मान्छेलाई चाहिँ उसले कम्पेयर गरिरहेको नि एउटा अब स्ट्यान्डर्ड सेट गरेर हेरिरहेको छ नि त्यो मान्छेलाई, उसलाई सोध्यो भने पनि उसले पनि यही एन्सर दिन्छ क्या। उसले पनि केही न केही कम्पेयर चाहिँ गरिरहेकै हुन्छ लाइफमा, अब उसँग नभए पनि अरूसँग जसकोमा अब उसको भन्दा धेरै स्ट्यान्डर्ड छ अथवा उसलाई चाहिने कुराहरू छ त्यो हेरेर कम्पेयर गरिरहेको होला। नट जस्ट विथ यु, सो इट ह्यापन्स विथ एभ्रिबडी, नट जस्ट विथ यु, इट ह्यापन्स विथ एभ्रिबडी। सपोज अब तपाईँकै साथीहरूले अनि अथवा कोही भाइ कजनले अब तपाईँको उमेरमा बिहे गर्नुभयो, अनि गाडी छ, लाइक घर किन्नुभयो, यदि यस्तो छ भने पनि तपाईँले त्यो हेरेर के गर्नुहुन्छ, तपाईँले डाउन फिल गर्नुहुन्छ कि मेरो लाइफमा चाहिँ यो किन छैन भनेर। सो यो डाउन फिल चाहिँ उहाँहरूलाई पनि हुन्छ अरूको बारेमा क्या, अरूको लागि। सो इट्स नट जस्ट अ फिलिङ क्या, यसलाई चाहिँ साइकोलोजिस्टहरूले नामै दिएको छ क्या, यसलाई चाहिँ सोसियल कम्पेरिजन भनेर नाम दिएको छ क्या। यो एकजनाको मात्र फिलिङ होइन क्या, यो सबैको फिलिङ हो। इट्स नट अबाउट अ सिङ्गल पर्सन, इट्स अबाउट एभ्री वान। लाइक एकजना न एकजनाले एउटा मान्छेसँग स्ट्यान्डर्ड सेट गरेको हुन्छ क्या, लाइक यो भनेर त्यो उहाँसँग चाहिँ मान्छेले कम्पेयरै गरेको हुन्छ क्या। अब यो भयो भने चाहिँ के हुन्छ, यो भयो भने चाहिँ तपाईँले तपाईँको मोमेन्टलाई इन्जोय गर्न सक्नु हुँदैन। यदि तपाईँले कुनै राम्रो काम गर्नुभयो, तपाईँले गाडी किन्नुभयो होइन, अनि तपाईँले गाडी किन्नुभयो, तपाईँले गाडी किनेपछि पनि के गर्नुहुन्छ, ल यसको त मभन्दा राम्रो गाडी रहेछ, यसमा पुग्नुहुन्छ क्या तपाईँ यो थटमा कि यसले मभन्दा राम्रो गाडी किन्यो। अस्ति तपाईँको मोमेन्टलाई इन्जोय गर्न सक्नु हुँदैन। यदि तपाईँले कुनै राम्रो काम गर्नुभयो, तपाईँले गाडी किन्नुभयो होइन, अनि तपाईँले गाडी किन्नुभयो, तपाईँले गाडी किनेपछि पनि के गर्नुहुन्छ, ल यसको त मभन्दा राम्रो गाडी रहेछ, यसमा पुग्नुहुन्छ क्या तपाईँ यो थटमा कि यसले मभन्दा राम्रो गाडी किन्यो। सपोज आई हेभ दिस फ्रेम होइन, यो फ्रेम छ मसँग, अब यो फ्रेम भन्दा राम्रो मेरो साथीले लाएर आयो, अब नयाँ डिजाइनको लाएर आयो भने मलाई नराम्रो लाग्छ कि ल उसले त मभन्दा धेरै लगाएको रहेछ यस्तो भन्यो भने। अनि यस्तो भयो भने त त्यो मोमेन्टमा मान्छेले जिउनै सक्दैन क्या। इट्स नट जस्ट अ वेस्ट अफ यर टाइम, बट यु आर रुनिङ एभ्री मोमेन्ट अफ यर लाइफ। अझै मेमोरिज, यु आर रुनिङ एभ्री मेमोरिज अफ यर लाइफ। अनि यस्तोले होइन, यो चाहिँ मलाई एउटा अहिले जहाँसम्म लाग्छ इट्स जस्ट एभ्रिबडिज थिङ क्या। सबले यो कुरा गरि नै रहेको हुन्छ, कम्पेयर 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 कम्पेयर। किन भन्दाखेरि अहिले होइन हामीले सबै कुराको एक्सेस लिन मिलिरहेको छ नि त। वी क्यान एक्सेस एनिथिङ के, किनभने इन्स्टाग्राम छ, फेसबुक छ एन्ड मेनी मोर प्लेटफर्म्स जहाँ चाहिँ मान्छेहरूले सो अफ गर्न पाउँछ। सो अफको भरमा हामी उहाँहरूको लाइफभित्रको कस्तो सिनेरियो छ त्यो अज्युम गरेर बसिरहेको छ, जुन माइट नट बी ट्रु। सो आई थिङ्क इट्स बेसिकली नट यो फल्ट। अहिलेको लाइफस्टाइलै यस्तै छ क्या। अब हाम्रो बाबा अथवा बुबाहरूको कुरा लाइक पालोमा यस्तो भएको भए दे माइट फिल द सेम एज वेल, दे माइट फिल द सेम एज वेल। अब उहाँहरूको पालोमा थिएन यस्तो धेरै एक्सप्लोरेसन थिएन। अब हाम्रोसँग त सब छ, हामीले हेर्न नि पाउँछौँ, स्टोरी गर्न नि पाउँछौँ, सब पर्फेक्ट क्लिप्सहरू हेरेर हामी लाइफको बारेमा उहाँहरूसँग कम्पेयर गरिरहेछौँ कि। एन्ड दे आर डुइङ द सेम थिङ। इफ यु आस्क देम, दे आर डुइङ द सेम थिङ, जस्ट नट फर यु बट विथ डिफ्रेन्ट पर्सन क्या। अब अरूलाई हेरेर त्यही गर्दै हुनुहुन्छ। यो बेसिकली तपाईँको होइन लाइफको डिसिजनहरूलाई पनि एफेक्ट पारिरहेको छ कि। तपाईँले कुन जब लिनुहुन्छ, तपाईँले के गर्नुहुन्छ, तपाईँको नेक्स्ट स्टेप के हुन्छ, इट्स एफेक्टिङ यर डिसिजन एन्ड यर मेन्टल हेल्थ एज वेल। सो एउटा इक्जाम्पलकोबाट कुरा गरौँ है त। सो देयर इज अ पर्सन हु इज लिभिङ इन अ भिलेज, अनि उसको स्यालेरी डिसेन्ट छ क्या, न त्यस्तो धेरै आए, बट यदि उसको सराउन्डिङमा चाहिँ सबैको स्यालेरी त्यति नै छ भने हि विल बी ह्याप्पी कि लाइक म पनि यो मध्ये एकजना छु भनेर। तर तपाईँ अहिले लाइक एउटा सिटीमा बस्नुहुन्छ, अनि त्यसपछि तपाईँको सराउन्डिङमा चाहिँ मान्छेहरूले तपाईँभन्दा अलिकति धेरै पैसा कमाउने र अझै धेरै कमाउनेहरू छ। सो त्यस्तो भयो भने चाहिँ यु विल नट फिल ह्याप्पी अबाउट इट, बिकज तपाईँलाई तपाईँको लाइफको वर्थै लाग्दैन। ल उनीहरूले यति गरिरहेन, आइ एम नट डुइङ एनिथिङ भने यसरी। सो यो होइन, तपाईँको सराउन्डिङमा पनि बेस्ड हुन्छ क्या यो कसरी हुन्छ भन्दाखेरि चाहिँ
यदि तपाईँको सराउन्डिङमा तपाईँभन्दा राम्रो मान्छेहरू छ भने चाहिँ तपाईँ जहिले पनि राम्रोसँग कम्पेयर गरेर तपाईँलाई नराम्रो नै ठान्नुहुन्छ। यदि अनि यो फेरि राम्रोलाई मात्र होइन है, नराम्रोलाई पनि हुन्छ। अब यदि नराम्रो मान्छे छ भने चाहिँ तपाईँ उनीहरूसँग कम्पेयर गरेर आफूलाई एकदम सुपेरियर मात्र ठान्नुहुन्छ। सो इट्स दुईटा वे नै क्या। मैले भने जस्तै गाउँमा बस्ने मान्छे चाहिँ बेसिकल्ली आफ्नै सराउन्डिङको मान्छेहरूसँग बस्न पाउँदाखेरि ही विल बी ह्याप्पी अबाउट इट। अहिले चाहिँ होइन 15 मिलियन नेपालीजहरू चाहिँ सोसियली एक्टिभ हुनुहुन्छ क्या। अनि त्यहाँमध्ये उहाँहरू सबले आफ्नो लाइफस्टाइल पोस्ट गर्नुहुन्छ नि त। लाइक मोस्ट अफ देमले चाहिँ लाइफस्टाइलै पोस्ट गर्नुहुन्छ। अनि लाइफस्टाइल भन्नाले फेरि उहाँहरूको प्रब्लम अथवा उहाँहरूको डिफिकल्टिज केही पनि पोस्ट गर्नु हुँदैन। उहाँहरूले जस्ट पोस्ट गर्नुहुन्छ त आफ्नो पर्फेक्ट मोमेन्ट्सहरू। कहिले देख्नुभएको छ लाइक मान्छेहरूले आफ्नो बेजत नभए पनि आफूले गर्नु डिफिकल्टिजहरू त्यो पोस्ट गरेको, अथवा आफूले तिर्नुपर्ने बिलहरू लोनहरू यताउता पोस्ट गरेको? यो चाहिँ एकदम रेयर मोमेन्ट हो है, मतलब रेयर चिज हो क्या यो नेपाली सोसाइटीको लागि। अनि त्यसपछि हामी त्यो हेरेर लाइक हाम्रो दिन कम्पेयर गर्छौँ, आजको दिन कस्तो बोरिङ भयो, जस्ट बिकज वी स पर्फेक्ट ट्युजडे अन इन्स्टाग्राम, फेसबुक, युट्युब, एनिवे यस्तो देखेर हामी कम्पेयर गर्छौँ। हाम्रो ब्रेन चाहिँ खासमा यस्तोको लागि बनेकै थिएन क्या। 15 मिलियन पिपुल, लाइक 15 मिलियन नभए पनि 1 मिलियन पिपुलको कुरा गर्नु पर्दाखेरि पनि इट्स अ लट। अनि त्यत्रोजनाको कम्पेयर गर्नु इज, हाम्रो ब्रेन यसको लागि कहिले बनेकै थिएन। रियली हाम्रो ब्रेन यसको लागि कहिले बनेकै थिएन। अब पहिला भए अब कम्पेयर गरे पनि 150 पिपुल, 100 पिपुल यतिमा हुन्थ्यो नि त। तर अहिले इज लट। 1 मिलियन भनेको पनि धेरै नै हो, अझै 15 मिलियन चाहिँ हेर्दै हुनुहुन्छ। अनि यो तपाईँको फल्ट होइन क्या, यो चाहिँ कम्पेरिजन चाहिँ तपाईँलाई कहिले होइन बच्चैदेखि नै, अब आफ्नो आमा बुवा होस्, कोही दाइ दिदी होस्, यो पहिलेदेखि सिकाइदिएको हुन्छ क्या। लाइक छिराइ नै दिएको हुन्छ तपाईँको भित्र दिमागमा होइन। अब सपोज एकजना मान्छेले केही मेडल ल्यायो यताउता भने तपाईँले लिएर आउन सक्नु भएन भने बच्चामै तपाईँलाई यो भनिसक्छ उसले गरिरहेको छ तिमी किन गरिरहेको छैन भनेर। सो इट्स नट ए फल्ट एक्चुअली। जे लाइक इन्स्टाहरूमा एउटा इन्जिनियरले चाहिँ यसरी डिजाइन गरिदिएको छ कि इन्स्टा अथवा कुनै पनि सोसियल मिडिया प्लेटफर्म्स होइन, जुनले चाहिँ तपाईँलाई तपाईँको कमी फिल होस् होइन। अनि कमी फिल हुनलाई चाहिँ तपाईँ त्यो कमी पुरा गर्नलाई चाहिँ स्क्रोल गरे गर्नुहुन्छ कि। सो उहाँहरूले चाहिँ आफ्नो फाइदाको लागि यस्तो पनि गरिदिनु भएको छ। सो वाट्स द सोल्युसन अफ इट? यो कुराको चाहिँ सोल्युसन के हो? द सोल्युसन इज सिम्पल। जस्ट तपाईँले कोसँग कम्पेयर गर्दै हुनुहुन्छ? एकजना मात्र मान्छेको के? धेरै मान्छेलाई यो नाम लिने पनि लाइक कन्फिडेन्स हुँदैन। जस्ट नाम लिनुहोस्, लेख्नुहोस् कोसँग चाहिँ म मेरो लाइफ कम्पेयर गर्दै रहेछु कि मेरो लाइफ चाहिँ यस्तो होस् भनेर, त्यहाँ हेर्नुहोस्। यस्तो मात्र गरे पनि तपाईँको लाइक प्रब्लम नै हाली सल्भ हुन्छ। एन्ड देन त्यसपछि चाहिँ अनि सोच्नुहोस् आफैलाई नि के अरे यो मैले चाहेको लाइफ हो, उसको र मेरो परिस्थितिहरू सेम भएको छ, उसको र मेरो लाइक फर्स्टमा उसलाई पाएको र मलाई पाएको फेसिलिटिजहरू सेम छ, र उसको कन्डिसन र मेरो कन्डिसन सेम छ। मोस्टली एन्सर हुन्छ नो। त्यहीँबाट प्रब्लमको सोल्युसन भयो कि लाइक सबैको लाइफ एउटै हुँदैन रहेछ, सबैको लाइफस्टाइल इज नट लाइक एउटा नै। कसैको गाह्रो हुन्छ होइन, कसैको अलि इजी हुन्छ। सो इट डिपेन्ड्स। अब अनि यो हेरेर तपाईँ अर्काको त्यो मान्छेको 1-2वटा हाइलाइट्सहरू हेरेर आफ्नो लाइफ त्योसँग कम्पेयर गर्दै हुनुहुन्छ। त्यहाँबाट नै तपाईँको दिमाग आउँछ कि अब कस्तो मात्र के नचाहिने काम गर्दै रहेछु म भनेर के। अनि तपाईँ चेज केलाई गर्दै हुनुहुन्छ भन्दाखेरि अरू मान्छेको हाइलाइट के। अब तपाईँलाई होइन कुनै काम मजा आउने छ भने पनि त्यो काम मजा आउनै छाड्छ क्या। किनभने तपाईँको लागि त एउटा स्ट्यान्डर्ड सेट छ कि मैले हाइलाइटमा यो देखेको छु यो नै हुनुपर्छ भनेर। सो तपाईँको कतिवटा मोमेन्ट्सहरू चाहिँ जुन एकदम राम्रो थियो बट तपाईँको स्ट्यान्डर्डसँग मिलेन होइन, तपाईँको स्ट्यान्डर्ड जुन चाहिँ अर्काको बेसिसमा भएको, त्यसबाट नि तपाईँले लाइक मोमेन्ट्सहरूलाई नि मिस गर्नुभयो होइन। मैले कतिचोटि भन्छ कि मोमेन्ट्सहरूलाई मिस गर्नुभयो भनेर। त्यहाँबाट चाहिँ आफूले सिक्नुपर्ने एक्सपिरियन्स अथवा कुनै नलेज पनि तपाईँले मिस गर्दै हुनुहुन्थ्यो। लाइक आज राति पनि धेरैजना मान्छेहरू होला, न धेरैजनालाई 1-2जनाकै मात्र कुरा गर्ने हो भने चाहिँ जुन तपाईँको लाइफस्टाइलसँग कम्पेयर गरेर बसिरहेको छ क्या अहिले स्टिल। तपाईँको 1-2 हाइलाइट हेरेर तपाईँसँग कम्पेयर गरिरहेको छ कि मेरो लाइफ किन यस्तो भएन भनेर। सो आफूलाई अरूसँग कम्पेयर गर्नुभन्दा नि जस्ट बी बेटर। पहिलाको आफ्नो भर्जनभन्दा जस्ट बी बेटर देन हु यु वेयर। अब हिजो मात्र भन्दा नि 1% बेटर हुन खोज्नुहोस् क्या। अनि त्यसपछि त्यो सब एउटा ट्र्याप जस्तै हो क्या। यो इन्स्टाग्राम यताउताले गरेको
जुनले गरेर चाहिँ तपाईँलाई जहिले पनि डाउन फिल होस् अनि तपाईँ रिल्स हेर्नमा बाध्य होस् अनि तपाईँ कुनै अरू काम डोपामिन लिन लाइक बाध्य नै होस् भनेर. सो या आई होप दिस भिडियो हेल्प्स यु एन्ड यदि हेल्प गरेको छ भने चाहिँ लाइक कमेन्ट एन्ड सब्सक्राइब माई च्यानल एज वेल. सो बाई.